श्री राधे। मनुष्य जसले आफूलाई सर्वशक्तिमान ठान्दछ, आउनुहोस् आज ती मनुष्यको पतन विनाशको बारेमा छलफल गरौँ। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, ध्यायतो विषयानुपुंसा सङ्गस्ते सुपजायते सङ्गात सञ्जयते काम कामात् क्रोध विजायते। ध्यायतः विषय पुंस अर्थात् जसले विषयहरूको ध्यान गर्दछ। विषय भन्नाले सांसारिक वस्तुहरू जुन अनित्य छ, नाशवान छ, नित्य छैन, त्यस्ता विषयको ध्यान गर्न थाल्दछ, तब ऊ क्रमशः परमात्मादेखि छोडिँदै जान्छ, भगवानदेखि छोडिँदै जान्छ। एकतिर परमात्मा, अर्कोतिर सांसारिक विषयहरू। जब मानिसले परमात्मालाई त्यागेर सांसारिक विषयहरूको चिन्तन गर्न थाल्दछ, त्यसपछि क्रमशः उसलाई आसक्ति, प्रियता र राग उत्पन्न हुन्छ। जब मानिसलाई आसक्ति उत्पन्न हुन्छ, त्यसपछि त्यो मनुष्यले विषयको भोग गर्दछ, चाहे त्यो मानसिक होस् या शारीरिक। त्यस विषयको भोगले जुन सुख उत्पन्न गराउँछ, त्यसले त्यो विषयप्रति प्रियता उत्पन्न गराउँछ। त्यो प्रियताले त्यस विषयलाई बारम्बार चिन्तन गराइरहन्छ र त्यसपछि चाहे त्यो विषयको भोग गरोस् या नगरोस्, त्यो विषयप्रति राग उत्पन्न हुन्छ। यो नियम हो। सङ्गात सञ्जायते काम अर्थात् ती सांसारिक विषयहरूप्रति राग उत्पन्न हुन्छ र ती विषयहरूलाई भोग गर्न पाऊँ भन्ने इच्छा हुन्छ, अर्थात् त्यो रागबाट कामना जन्मिन्छ। अब यहाँ भोग आउँछ। गीतामा भगवानले भोग नगर, यी सांसारिक वस्तुहरूको भोग नगर, टाढा बस, केवल मेरो भजन गर भन्नुभएको छ भने भागवतमा भने यस्तो भन्नुभएको छ, कामस्य इन्द्रिय प्रीति लाभो जीवेत यावता। अर्थात् हामीले हाम्रो इन्द्रियको सन्तुष्टिको निम्ति विषय भोग गर्नु हुँदैन, परन्तु जीवन निर्वाह हेतु केही भोग गर्न सकिन्छ, जस्तै गाडी, विद्युत आदि। तर यिनको प्रयोजन केवल जीवन निर्वाह हेतु हुनु पर्यो, विषय भोग कामना पूर्तिको लागि हुनु भएन। कामात् क्रोधो विजायते। हामीले कामना गरेको पदार्थहरू प्राप्त भइरह्यो भने हामीमा लोभ उत्पन्न हुन्छ। जस्तै उदाहरणको लागि बच्चाहरूसँग बाइक छ भने कार चाहियो। आफूसित भएको वस्तुसँग सन्तुष्ट नभई अरू वस्तुको कामना गर्नु पनि लोभ हो। विषय भोगमा हाम्रो इच्छा पूर्तिको सम्भावना भइरहेको हुन्छ, तर त्यहाँ कसैले बाधा पुर्याउँछ भने हामीमा क्रोध उत्पन्न हुन्छ। जो व्यक्तिले आफ्नो कामनालाई नियन्त्रणमा राख्न सक्दैन, आफ्नो इच्छालाई नियन्त्रणमा राख्न सक्दैन भने त्यो व्यक्ति क्रोधी व्यक्ति छ भनेर जान्न सकिन्छ। वर्ण, आश्रम, जात जाति, पद प्रतिष्ठा, योग्यता आदिलाई लिएर जुन आफूमा राम्रोपनको अभिमान आउँछ, त्यसमा पनि आदर सम्मानको कामना रहन्छ र त्यो कामनामा कसैले बाधा पुर्याउँछ भने त्यहाँ पनि क्रोध उत्पन्न हुन्छ। कुनै पनि कुरामा क्रोध आउँछ भने त्यसको लिङ्क कतै न कतै रागमा अवश्य हुन्छ। जस्तै अपमान र तिरस्कारमा क्रोध आउँछ भने मान र सत्कारमा राग हुन्छ। निन्दा गर्ने प्रति क्रोध छ भने प्रशंसामा राग छ आदि इत्यादि। क्रोधात् भवति सम्मोह, सम्मोहात् स्मृतिविभ्रम, स्मृतिभ्रंशात् बुद्धिनाशो, बुद्धिनाशो प्रणश्यति। अब यहाँ क्रोधात् भवति सम्मोह अर्थात् क्रोधबाट समूह उत्पन्न हुन्छ। वास्तवमा हेर्ने हो भने काम, क्रोध, लोभ, ममता यी चारबाट नै समूह उत्पन्न हुन्छ। जस्तै कामबाट जुन समूह हुन्छ त्यसमा मानिसले विवेक शक्ति, सोच्ने क्षमता आदि राखिन्छ। क्रोधबाट जुन समूह हुन्छ त्यसमा चाहिँ मानिसले आफू के बोल्दैछु भन्ने कुरामा ख्याल पाउँदैन। आफूभन्दा ठुलासँग कस्तो बोल्ने, आफूभन्दा सानासित कस्तो गर्ने हो, पूज्यजनहरूसँग कस्तो व्यवहार गर्ने हो त्यो थाहा पाउँदैन। लोभबाट जुन समूह हुन्छ त्यसमा मानिसले सत्य के हो, असत्य के हो छुट्याउन सक्दैन, धर्म के हो, अधर्म के हो छुट्याउन सक्दैन र गलत मार्गमा लाग्दछ। ममताबाट हुने समूहले समभाव रहँदैन, कसैलाई काखा कसैलाई पाखा गराइदिन्छ। अब यहाँ एउटा प्रश्न आउँछ कि भगवानले क्रोधलाई मात्र किन लिनुभयो? क्रोधात् भवति सम्मोह, अरू चारवटाबाट पनि समूह उत्पन्न हुन्छ भने क्रोधलाई मात्र किन लिनुभयो? विचार गरेर हेर्ने हो भने काम, लोभ र ममता यी तीनबाट मान्छेलाई मात्र प्रभाव पर्दछ र क्रोधबाट हुने जुन समूह हुन्छ त्यसले चाहिँ अरू मान्छेलाई पनि अनिष्ट गर्छ। अर्थात् क्रोधबाट हुने जुन समूह छ त्यो भयङ्कर छ, त्यसैले यहाँ क्रोधलाई मात्र लिनुभएको। अब आउँछ सम्मोह स्मृति विभ्रम, अर्थात् समूह भएपछि स्मृति हुँदैन। यदि कतै राम्रो चित्र देखियो भने हाम्रो चित्त त्यहाँदेखि हट्दैन। त्यस्तै यी सांसारिक विषयहरूमा हामीलाई समूह भयो भने हाम्रो स्मृतिले काम गर्दैन। त्यसपछि शास्त्रहरूबाट लिएको जुन ज्ञान हुन्छ, जस्तै कि यस्तो गरे कल्याण हुन्छ, यस्तो गरे अकल्याण हुन्छ, मैले धर्म गर्नुपर्छ, साधना गर्नु छ, भगवानको पूजा गर्नुपर्छ भन्ने जस्ता जुन सकारात्मक कुराहरू हुन्छन्, नकारात्मक कुराहरू हुन्छन्, हाम्रो छुट्याउने क्षमता रहँदैन। स्मृति भ्रंशात् बुद्धिनाशो, बुद्धिनाशो प्रणश्यति। स्मृति नष्ट भयो भने बुद्धिमा जुन प्रकट हुने विवेकहरू हुन्छ त्यसको लोप हुन्छ।
र मानिसले कुनै नयाँ सिर्जनाहरू गर्न सक्दैन, नयाँ कुराहरूको खोजी गर्न सक्दैन। मानिस भएपछि नयाँ कुराको सिर्जना गर्नु अनिवार्य हुन्छ। बुद्धिनाश भयो भने बुद्धिनाशस प्रणश्यति। यदि बुद्धिनाश भयो भने अर्थात् मानिसले कुनै सिर्जना गर्न सकेन, कुनै नयाँ खोजी गर्न सकेन भने त्यो मानिस आफ्नो स्थितिबाट खस्दछ, त्यो मानिसको पतन हुन जान्छ। अब यहाँ भनिएको छ, यदि सांसारिक विषयहरूको चिन्तन गर्नाले मात्र रागबाट, कामबाट, क्रोधबाट, समूहबाट स्मृतिनाश र स्मृतिनाश भएपछि मान्छेको पतन निश्चित हुन्छ। त्यसैले यी सांसारिक विषयहरूको ध्यान गर्नु हुँदैन। यदि ध्यान गर्ने छ भने केवल परमात्माको गर्नु, जसले यी विषयहरूलाई पनि बिर्साइदिन्छ।